गाउँभन्दा अलि पर घना जंगलको बीचमा एउटा पुरानो ठाउँ थियो। त्यो ठाउँलाई सबैले वीरको मसान भनेर चिन्थे। दिनमा पनि त्यहाँ जान कसैलाई हिम्मत हुँदैनथ्यो, रातको त झन् कुरै नगरौं। गाउँका केटाहरूले सुनेका थिए त्यो ठाउँमा कहिल्यै नदेखिएको शक्ति बस्छ, जसलाई सिद्धि भनिन्छ। तर त्यो सिद्धि पवित्र होइन, मसानसँग जोडिएको डरावनी शक्ति हो। भनिन्छ जो त्यहाँ राति पुग्छ उसले केही न केही गुमाउँछ, कहिले होस कहिले जीवन। एक दिन राजन नामको केटो आफ्नो साथीहरूसँग चुनौती हारेर राति त्यही जंगलतिर गयो। उसको मन डरले कापिरहेको थियो, तर ऊ फर्किन सकेन। मध्यरात भयो, हावा एक्कासी चिसो भयो र वरिपरि अचम्मको सन्नाटा छायो। अचानक उसले देख्यो रुखहरूबीच सेतो धुवा जस्तो आकृति घुमिरहेको थियो। त्यो आकृति बिस्तारै उसको नजिक आयो। राजनको मुटु जोरले धड्किन थाल्यो। उसले भाग्न खोज्यो, तर खुट्टा जाम भए जस्तो लाग्यो। त्यो धुवाभित्रबाट एउटा आवाज आयो, किन आयो मेरो ठाउँमा? राजन चिच्यायो, म गल्तीले आएको, मलाई छोडिदेऊ। तर आवाज अझै नजिक आयो। अब त्यो आकृति स्पष्ट देखिन थाल्यो। आँखा नभएको अनुहार, लामा कपाल र माटोले भरिएको शरीर। त्यो मसान थियो। अचानक उसको पछाडि अर्को आवाज आयो, धेरै गहिरो र भारी, सिद्धि जागिसकेको छ, अब फर्किन पाइँदैन। त्यो सुन्नासाथ राजन बेहोस भयो। बिहान गाउँलेहरूले उसलाई जंगलको किनारमा भेट्टाए। उसको आँखा खुला थियो, तर उसले केही बोल्न सकेन। उसले सबै कुरा बिर्सिएको थियो, तर एउटा कुरा मात्र बारम्बार भनिरहेको थियो, त्यो अझै त्यही छ। वीरको सिद्धि अझै भोकाएको छ। त्यस दिनपछि कसैले पनि त्यो जंगलतिर फर्केर हेर्ने हिम्मत गरेन। रात पर्दा अझै पनि त्यहाँबाट अजीब आवाज आउँछ र कहिलेकाहीँ सेतो धुवा जस्तो आकृति रुखहरूबीच घुमिरहेको